हेलो नमस्ते अनि वेलकम टु माई न्यू अनदर भिडियोमा। सो तिनजना यसो छुट्टीको दिन आज होइन बाहिरतिर निस्कौँ न त भनेर धेरै टाढा त होइन कतारासम्मको यात्रा हो। अब यहाँबाट हामी झर्ने टाइम आइसकेछ। यहाँ झरिसकेपछि फेरि अन्डरग्राउन्ड हुँदै मेट्रो हुँदै हामी चाहिँ कतारा पुग्नेछौँ। गाडीबाट बसबाट झरिसक्यो होइन। हामी चाहिँ अब यहाँबाट यो बिल्डिङबाट तलतिर जाने हो। कतारा जाने भन्ने कुरा छ कि अब खोइ कतारातिर अब घुम्नु जानु दिएको छ कि नै हिजो। अनि एउटा कुरा पानी पर लागेछ है। र एउटा दुःखको कुरा के छ भने मैले चाहिँ मेरो कपडाहरू सबै धोएर सुकाएको थिएँ कि अघि आउने बेला त घाम लागिरहेको थियो होइन। कपडा टी सर्ट सिर्ट थियो त्यो भन्दा नि मेन चाहिँ मेरो ब्ल्याङ्केट धोएर सुकाएको थियो। भाइ नाम के हो भन्नु त यता कृष्ण है। म चाहिँ प्रेम। सो गाइज होइन हामी चाहिँ अब आइसक्यो यहाँ ट्याक्ट गर्नुपर्छ अनि मेट्रोको वेटिङमा छ हामी चाहिँ अलिक कन्फ्युज भएर कता जाने भयो भएर त्यो चाहिँ गइहाल्यो। अर्को कुर्दैछ अर्को आउनलाई चाहिँ 5 मिनट छ अब। सर 1 मिनट। सो गाइज मेट्रो आइसक्यो है। टक्क ढोका खोलिदिएपछि तल्लो हामी जाने अब खोल्छ। ढोका खोल्यो है। अब हामी चाहिँ भित्र जाँदैछौँ। गाइज फाइनली हामी चाहिँ आउनु भन्ने ठाउँमा आइपुग्यो। कहाँ आइपुग्यो तपाईँहरू गेस गर्न सक्नुहुन्छ। कतारमा हुनेलाई चाहिँ सबैलाई थाहा छ कहाँ आइपुग्यो भनेर। तपाईँले कहाँ आइपुग्यो भने म ट्याक्क पछाडिको यो थाहा नहुने साथीलाई चाहिँ म भन्छु यो भनेको कतारको कतारा भन्ने ठाउँमा हो क्या। मैले पहिलाको पनि भिडियो बनाएको थिएँ। त्यति बेला चाहिँ रुखहरूको त्यो फुलको रुख जस्तो थियो एकदमै भाइरल भएको थियो त्यति बेला है। तर यहाँ चाहिँ अहिले चाहिँ हामी कति लगभग 4 बज्न लाग्यो। 4 बजे आउँदा पनि खासै मान्छे छैन। किन छैन भन्दा चाहिँ अब यहाँ चाहिँ अहिले तपाईँहरूलाई पनि थाहा छ होइन सिचुएसन। सो हामी चाहिँ त्यतैतिर जाँदैछौँ है त गाइज। किन पराई भयो किन टाढा लाग्यो उही आकाश मुनि उही बाटो हिँड्छौ तिम्रो नाम जति पटक लिन्छु उति छोटी मन अझै चिसिन्छ। अब फोटोसुटको काम हुन्छ होइन। यहाँ धेरै जस्तो मान्छे फोटो खिच्न नै आएको बेला यसो एउटा सानो भ्लग बनाइदिउँ भनेर क्या। भिडियो भन्दा पहिला नि मैले बनाएको छ है गाइज भिडियो चाहिँ। त्यति बेला चाहिँ अब फुलको बोटहरू थियो क्या भाइहरू होइन। यता भाइहरू फोटोसोट हानिसक्यो मैले पनि हानिसक्यो। यहाँ चाहिँ म पहिलोचोटि आएको। आउनु चाहिँ त्यहाँसम्म आएको अस्ति तर यसलाई छ कि छैन मलाई थाहा थिएन होइन। तर आज आएको भाइहरूसँग रहेछ। यो पछाडिको छ नि यो चिजहरू हामी धेरै देखिरहेको हुन्थ्यो। अनि आज चाहिँ यसकै साइडमा आएर पनि भिडियो सुटिङ बनाउनु पायो र खिचियो है। यहाँको दृश्यहरू तपाईँलाई मैले सरर घुमाएर देखाइदिन्छु है बिल्डिङहरू कति राम्रो छ भनेर। फ्यामिलीहरू घुम्नलाई यति मजाको छ कि स्लोमा ल है। यस्तो छ। म चाहिँ यहाँ चाहिँ फर्स्ट टाइम हो है। आउनु चाहिँ म आउँथेँ तर त्यहाँसम्म मात्रै आउँथेँ। त्यहाँ जुन थियो नि त्यो हातहरू भएको यहाँ चाहिँ एउटा फुलको गुच्छा देखिरहेको नि त्यो फुलको गुच्छामा म देखाउँछु। त्यहाँ चाहिँ एउटा फुलको गुच्छा छ कि यो चाहिँ रियल हो कि यो चाहिँ हेरिन। अनि यो माथि गयो भने चाहिँ यो चाहिँ होइन खोला पनि छ है यहाँ माथि चाहिँ गाइज। हामी चाहिँ आज जाँदिनँ होला सायद अलि भ्याउँदिनँ पनि। सो हामी चाहिँ अब एकछिन यतातिर घुमेर अनि हामी अब निस्किन्छौँ किनकि हामी अलि लेट आएको थियो अनि त्यही भएर टाइम पनि छैन। ल उतापट्टि कता जाने रे भन्छ भाइहरूले। कहाँ जाने रे कहाँ भाइहरूले भन्छ कि 6 बजे बेलुका हुनु त बेलुका हो राम्रो आउने नि भिडियो फोटोसुटहरू सबै। तर गएर खानासाना बनाउनु पर्यो नि त। भोलि बिहान ड्युटी छ गाह्रो छ के गर्नु है। अब यही दाइलाई चाहिँ हामीले मेट्रोमा भेटेको थिएँ। सो हामी चाहिँ अब यतातिर जाँदैछौँ। ल मैले अघि देखाएको फुलको गाछ चाहिँ यो है गाई चाहिँ यो तर आज माथितिर छ है। म चाहिँ तलतिर आएँ। किन तलतिर आयो भने त्यो पछाडिको मेरो बिल्डिङ छैन यो रातो बिल्डिङ हो। यसलाई देखाउन लाग्यो कस्तो खतरा छ है। यसलाई माथिबाट हेर्नुपर्छ कस्तो लड्न लाग्यो बिल्डिङ जस्तो देखिन्छ कि लड्न लाग्यो जस्तो होइन। अब फुलहरू पनि हेर्नु नि यहाँ भित्रतिर फुलहरू छ माथितिर मान्छेहरू छ है। मान्छेहरू छ सबै। आजको चाहिँ खासै अब धेरै लामो भिडियो होइन भएन किनभने अब हामी चाहिँ रुमतिर फर्किनु पर्ने पानी पनि पर्न लागिरहेछ क्या। हामी चाहिँ हुनु त यो माथि पनि हामी गइसक्यो 2-3 चोटि 2-3वटा भिडियोमा। यहाँ त माथि के छ एउटा डाँडा छ त्यो खोलाहरू छ के हैन खोला छ भयो भाइ यहीँबाट पारियो
यहाँबाट चाहिँ हामी बाटो क्रसिङ गर्छौँ जेब्रा क्रसिङबाट केटाहरूलाई फोटोसोटो खिचेर पुग्यो नि भरे ट्विटरमा बवाल मचाउँछ केटाहरूले अब त्यही हो यो माथि चाहिँ अब जाने चाहिँ भने त अर्कोचोटि नेक्स्ट टाइमतिर जानु पर्ला गाइज होइन त्यही हो आजको भिडियो चाहिँ यहीँसम्म धेरै थिएन धेरै यो चाहिँ एउटा नयाँ ठाउँ घुम्न आएको थियो रमाइलो भयो होइन तीनजना घुम्न आएको थियौँ साथी दाजुभाइ मिलेर जो रमाइलो भयो हामी फर्किन लाग्छौँ मौसम पनि एकदम दारू रक्सी आएको होइन त्यही हो तपाईँलाई देखाइहाल्यो अलिअलि घुमिहाल्यो हामीले फोटोसोटो हानिहाल्यो सो पानी पनि पर्ला यस्तो कालो कालोलाई चाहिँ हामी चाहिँ जोस म चाहिँ के छ भने पानी पर्नु भन्दा पहिला रुम पुग्नु पर्ने हुन्छ मेरो कपडाहरू छ होइन धोएर सुकाएको ब्ल्याङ्केट छ सबै भिज्छ होइन सुत्नु पाउँदैन रातभरि फेरि एसी चलाएको त्यही भएर चाहिँ केटाहरूलाई भन्दा आजको हाम्रो कस्तो भयो आजको यता हामी आयो नि घुम्नलाई घुम्न आयो फोटोसोटो खिच्यो चित्त बुझ्यो नि केटा हो चित्त बुझ्यो अन्ली भाइ त बोल्दैन है यो मान्छे खोइ कहाँबाट आएको कहाँबाट आएको बोल्दैन मान्छे पनि हिपहप छ है गाई छ है त ल यति भन्दा तपाईँलाई चाहिँ हामी अब अर्को नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै हामी जाने बाटो यही हो है त्यही भएर अलि भने बाई बाई गाइस सी यु अगेन